ल है सडै सड को छ हाम्रो मोडहरू यसो एक्टिभ हुन् त मोडहरू आज लोसार ह्याप्पी लोसार है सबैजनालाई ह्याप्पी लोसार के छ हालखबर कसले गर्यो एल्बम प्रि अर्डर हेरिरहेको छु मैले स्ट्याटहरू गरिरहेछ खुसी लागिरहेछ होइन यहाँ हामीसँग चाहिँ आज को छ हामीसँग आज डिजे सालो छ यहाँ डिजे सालो यहाँ छ यता चाहिँ मुझे थोपडा देखाउन ओम्नियाको चलपल डिजे क्या हो के त त्यही होइन त अनि डिजे हिँडाउँछ होइन त अनि हाम्रो यता छ भर्खर के भन्नु मिल्छ स्ट्रिममा मिल्छ न्युली म्यारिड छ यहाँ पछाडि भेनम पनि बसिरहेछ है पछाडि कहाँ छ खै थोपडा ऊ यहाँ भेनमस छ बुद्ध बिरामी भएर घरतिर गयो जो नाम जापानमा प्रि अर्डर गर्नु के कस्तो छिटो गएको मिल्छ सबै वर्ल्ड वाइड हो जहाँबाट पनि गर्न मिल्छ मैले हेरिरहेको छु आइरहेको छु प्रि अर्डरहरू पुरानो मेन त अब जसले पहिला एल्बम मिक्सटेपहरू सुनेको छ उनीहरूको लागि बनाउँछु म प्रायः होइन एल्बमहरू त्यही भएर हो कि क्या हो के हो च्याट यार एक्टिभ छ त अस्ति त ए हो ए जेभेन लाइभको रेडा हो कहाँ कति पुग्यो त रेड ए 400 पुगेछ ल 1000 पुऱ्याउनु त साइको लाग्ने क्या ट्याप 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 हानौँ तलले माथिले तललाई एले बिला बिलेलाई ट्याप 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 हानौँ त एले बिला बिलेलाई तलमाथि ड्याप ड्याप हो कि क्या हो टाइप सी होइन जेभेन छ लाइभ छ हो त्यसकोमा जान्छु ल म एकलट CR7 पनि लाइभ होला नि होइन त्यसलाई रेड हान्न लाउनु पर्ने हो खासमा त जेभेनको पनि चलपल त हेरिरहेको हुन्छु मैले स्ट्रिमहरू तिमीले चाहिँ कसरी थाहा पायो नि ए कमेन्टमा आएछ हान्नु पर्यो स्ट्रिमरहरूलाई नेपाली स्ट्रिमरहरूलाई हाम्रो नेपाली केटाहरूलाई गर्नु पर्यो यसो चलपल टाइप्स हुन त केटाहरूको चलपल छ होइन अझै बढाउनु पर्यो हो कि क्या हो पाराले अब के भन्छ यो स्ट्रिमर टर्ममा यार रेड गरेको अब के ब्याक टु रेड फेरि उल्टो रेड हानिदिने हो ए अनि 400 जना बसिरहेछ त त्यो सक्यो रेड एकछिन त्यसको च्यानलमा जाउँ न ए हो राति बस्छ त केटाहरू त्यसले दामी गरिरहेछ म हेरिरहेको हुन्छु जेभेनको भिडियोहरू लाइभ त छैन त फेरि From London hotels to Paris apartments. जाओस् किनिदिन्छु म खै कसरी हो छप्प होइन प्रियडर हाने नि एक लिदिनु पर्दा यार गाइस वायर स्वाद पर्छ क्या हो मा झ्याक्ने है शाउट आउट जेभेन लाइभ है ठीक छ मैले जेभेन द गोड मेरोमा अलि उयो भइरहेछ है मेरो फेरि यो पज हान्ने बानी छ होइन लाइभ स्ट्रिम पनि पज हानिदिरहेको
गएको हो रेड बस्नु पर्यो यसो 20-30 जना भयो नि ए फेरि यसले हेरिरहेको रहेछ ए मेरै हो यो त के हो मेरै रहेछ यो त साइको हुने कि यता यता हेर्दाखेरिमा स्ट्रिमरको पीडाहरू बुझेँ मैले किन केटाहरू अत्तालिँदो रहेछ भनेर कि अनुहार यत्तिकै यार म अनि अब तलविन्दर हो तलविन्दर यत्तिकै हो भोट चाहिँ अब यसपालि चाहिँ नयाँ मान्छे आउनुपर्छ होइन त्यही हो सपोर्ट त भोटको लागि भोट चुनावी स्ट्रिम पनि हान्नु पर्ला जस्तो छ होइन लाइभ काउन्ट हानिदिने हो को चिर्यो निस्क्यो लाइभ न्युज हेरेर अनि मा झ्याप झुप हो कि क्या हो पाराले के हुन्छ नि हानिदिनु पर्ला यार ठिक छ यो जेमेनकोतिर यसो जानुपर्ने थियो एकलट स्ट्रिमतिर कहाँबाट खै सुनौ हतार भयो यसले पछि हामी सुन्न मिल्छ केटा मिल्दैन दाजु खै हामीले एक हेरौँ त दाजुले के भनिदिनु छ पनि हान्नु पर्ला जस्तो छ होइन ठिक छ अब कोही छ कसैलाई केही गर्न मन छ केही उयो गर्न मन छ भने झ्याप्पै है पहिला मेरो यहाँबाट ठिक छ अब के निस्किनु पर्ला है भइहाल्यो ह्याप्पी लोसार यति हो अनि ह्याप्पी लोसार भइहाल्यो के अरे ए पखमा हो लोसार कस्तो भयो लोसार रमाइलो भयो होला हाम्रो चाहिँ रमाइलो भयो ठिकै रमाइलो भयो है यसो चलबल दियो सब्सक्राइब हाने हो ल देखेन नि यार नोटिफिकेसन यार थैट हेरेका कहाँ हेर्ने हुँदो रहेछ अनि कसले गरेको त्यसलाई साउट आउट है इन्ट्रो मिक्सटेप त गइसक्यो त मिक्सटेप त सरकारले बब साउट आउट झ्याप्पै फेरि एकचोटि ह्याप्पी लोसार स्प्याम जाओस् न सोनाम लोसारको स्ट्रिमै लोसार स्ट्रिम हो जाओस् न जाओ पाडा जाओस् न एकलट आउँछ इनेबलै छ अब हाम्रो रेगुलर कस्टमरहरू छैन नि त हाम्रो रेगुलर कस्टमर अब स्ट्रिमै अस्ति म कहिले आएको त्यही रिलिजको बेला होला CR7 पनि आज त मिसन हान्नु रहेछ यसलाई त के रेड हान्नु यसको त पहिल्यै के भन्दा रहेछ यसले तपाईहरु रियल हुनुहुन्छ भन्ने पनि भन्नु खोजेको कसरी पत्याउने त तपाईहरुलाई हामीले त्यस्तो खालको कुनै बेला सिचुएसन आइहाल्यो भने दाइलाई मिसन हान्ने रहेछ हैन ह्याप्पी लोसार गो फन्ड मी गर्नु भएको त्यही हो नयाँ गीतहरू आउँदैछ नयाँ ट्र्याकहरू झर्नु लागिरहेछ एल्बम आउनु लागिरहेछ एल्बम बाहेक पनि ट्र्याकहरू आउँदैछ हो कि क्या हो पाराले होइन एल्बम मसँग छैन अहिले एल्बम सञ्जीव भाइसँग छ मिक्स मास्टर गर्दैछ मिक्स मास्टर भइसक्यो पनि होला सायद नयाँ गीतहरू आउँदैछ बन्दैछ नयाँ गीतहरू गर्दैछ कोल्याबहरू आउँदैछ है त्यही हो सब्सक्राइब ल गइदिएर फेरि नभ्याउने रहेछ यताउता हेर्नलाई अब निस्किनु पर्ला रेड पनि भइहाल्यो होइन के भने डन्ट बी डम भनेर देखिरहेको थिएँ मैले डन्ट बी डम कस्तो लाग्यो मेरो त वान अफ द फेभरेटै हो एसआर रकी पहिल्यैदेखि सुनिरहेको जिटिएस सब्सक्राइब हाने हो कि क्या हो डन्ट बी डम ठिकै एक्सपेरिमेन्टल नयाँ म्युजिक नयाँ साउन्ड गर्न लिएर छ अब जस चिलै छ एल्बम चाहिँ त्यस्तो
पुरै ऱ्याप हिपहप नै छ ट्र्याकहरू जस्ट भेराइटी ट्र्याकहरू रहेछ सुने मैले सबै जेकोलको पनि हेरेँ नयाँ हिपहप सिजन इज ब्याक केटा हो हिपहप सिजन इज ब्याक भने जस्तै भइरहेछ यहाँ जेकोलको दामी लाग्यो मलाई जेकोलको चाहिँ यो फर्स्ट ट्र्याक त्यो एल्बम पनि सुनेर यसो हान्नुपर्छ क्या स्ट्रिम है के भन्छ च्याटले यसकोमा फेरि कमेन्ट हान्दा रहेछ CR7 फेरि डन्जी भनेर के होइन हो यसकै च्याट त होइन ठिक छ त्यसको मिसन चलिरहेछ खेलिरहेछ उसको एभ्रिडे सेट हो होइन ठिकै छ कुनै दिन बसेर गरौँला जेभेनले चाहिँ जस चलबल दिन्छ त्यसको मलाई पर्सनालिटी नै खतरा लाग्छ एल्बम देखाउनुपर्छ एल्बमको खै के को छ इन्ट्रेस्टेड एल्बमको प्रिपर्चेस गर्नलाई मर्च आउँदैछ अब अरूलाई त भन्दिनँ म होइन अरू जेनरल मान्छेहरूलाई सुन्ने यस्तो गर्नेहरूलाई भन्दिनँ म जसले पहिला मलाई सपोर्ट गरेछ उनीहरूको लागि नै हो म डेडिकेटेड भएर एल्बम झार्ने मर्च निकाल्ने होइन अनि त्यो जस मेरो डेडिकेटेड सपोर्टर्सहरू सबैजनालाई धेरै धेरै माया उनीहरूको लागि तिमीहरूको लागि हो एल्बम गरेको नत्र खासै सिङ्गलले नि काम चल्न त चल्छ होइन त्यही पनि यसो एल्बम सुन्दाखेरि मजा आउँछ नि त कहिले अब सबै एल्बम हिट हुन्छ भन्ने पनि छैन होइन तलमाथि हुन्छ नै है त्यही भएर पेसेन्स आराम से दोस्त भाम एमिवेले फेरि वाइल्ड हानिदिरहेछ डिभाइनलाई फेरि है मेरो त वान अफ द फेभरेट हो होइन डिभाइन इन्डियाबाट डिभाइन सिधे मत अनि को छ खासै अरू त एमयु पनि ठिकै हो राम्रै हान्छ होइन तर मलाई चाहिँ डिभाइनै किन मनपर्छ मुम्बईमै नयाँ लाया नाच भन्छ केटोले अनि भर्सका लाग्दा 30 पेटी भन्छ होइन नत्र ठिकै छ डिभाइन एमयु पनि ठिकै छ म अनि सिधे मतहरू सुन्छु म कहिलेकाहीँ यसो नयाँ एल्बम ट्र्याकहरू आयो भने त्यही हो होइन ठिक छ ल अब एल्बम लिसनिङ पनि स्ट्रिम हान्छु जस्तो लागेर चाहिँ मैले एल्बम लिसनिङ यसो सबैजना भेला भएर केही भएन कसैसँग केही भएको छैन मेरो सबै ठिक छ यस्तो भइरहन्छ हल्का फुल्का यसो टाचा टुचो होइन आदान प्रदानको कार्यक्रम भइरहेको छ सम्मान अब अरूले कसरी लिन्छ थाहा छैन मैले चाहिँ अब सबैलाई रिप्लाई दिने मान्छेहरूलाई रेस्पेक्ट गरेरै दिएको जस्तो लाग्छ मलाई चाहिँ होइन अब पर्सनल हुन्छ अब अलिकति यसो झगडा परेपछि चुप लागेर त अब बस्दैन पर्सनल कुराहरू निस्किन्छ त्यस्तै भए हो खासै त्यो रिस राग भन्ने छैन मेरोमा रिस राग भन्ने छैन म त रोकिरहेको हुन्छु नि होइन भेनम सबैलाई होइन डिस नगरौँ डिस गीत मात्र झारेर हुँदैन रमाइलो गीत झार्नु पऱ्यो होइन स्टोरी टेलिङ हान्नु पऱ्यो अथवा न्यु स्कुल ट्र्याप हान्नु पऱ्यो भनेर भनिरहेको हुन्छ नि अब सबैले डिसै गर्छ अब रोक्न पनि मिल्दैन होइन अब भाइहरूलाई भन्छु म हान्नै पर्छ भन्ने छैन परिहाल्यो भने हान्नै पर्छ फेरि रेडी चाहिँ हुनु पऱ्यो भन्ने कुरा हो रोकिरहेको हुन्छु नि म सबैलाई डिस नगर भनेर जस अरूहरूलाई म नि सकेसम्म गर्न खोज्दिनँ डिस गेम यताउता एकदम डार्क एनर्जी हुन्छ क्या त्यसले नराम्रो कुराहरू मात्रै फैलिन्छ होइन राम्रो टु सक्दिन
अब प्रतिबिम्ब 2 छ त त्यसमा केही न केही त हुनसक्छ हेर होइन रावण 2 सक्दिन 2 नभए पनि अरू कुराहरू हुनसक्छ त्यस्तो हो अब लास्ट फर्स्ट ट्र्याक अब कहाँ छ ट्र्याक पनि सर्ट होइन कसैलाई होइन फ्याक्ट्स ओन्ली फ्याक्ट्स सबै फ्याक्ट कुराहरू भएको कुराहरू हो होइन मेरो अगाडि भएको कुरा हो सबैको अगाडि सबैले देखेको कुराहरू हो होइन त्यो कुराहरू मलाई मैले सुनिरहेको हुन्छु कि कुराहरू कमेन्टहरू हेरिरहेको हुन्छु म आफ्नोमा अर्काकोमा होइन अनि यसले गर्दा यो भयो त्यसले गर्दा त्यो भयो भन्ने टाइपको कुरा त्यसको लागि चाहिँ मलाई केही भन्न मन थियो कि त्यही भएर मात्र मैले त्यो ट्र्याक झारेँ हो नत्र एल्बमको खास गरी त्यो भिडियो बनाउने प्लानमा थिएन अर्कै अर्कै गीतको भिडियो बनाउनु लाएको थिएँ मैले तर त्यो गीत चाहिँ पछि फेरि अलिक इम्प्याक्ट वाइज पछि फेरि अलिकति उयो होला कि भनेर त्यसको भिडियो बनायो होइन अनि मान्छेहरूले चाहिँ अब जहिले यसले ओल्ड स्कुलै हान्ने भयो अब यसले जहिले डिसै हान्ने भयो जहिले सर्ट्सै हान्ने भयो भनेर सोचिरहेको हुनसक्छ त्यही भएर अब नेक्स्ट रिलिजहरू चाहिँ अब यो एल्बम चाहिँ फेरि हार्डकोरै छ है हार्डकोर प्रपर ऱ्याप फ्यान्स मेरो मलाई सपोर्ट गर्नेहरूको लागि हो होइन अनि एल्बममा चाहिँ अब फेरि हार्डकोर हिपहपै छ होइन त्यो मैले गर्नु मिल्दैन त्यसमा अलिकति डार्क एनर्जी नै छ एल्बम चाहिँ मजा अलिकति रमाइलो गीतहरू पनि छ तर मोस्टली हिपहप त्यही जनरकै छ क्या अनि तर यो एल्बम पछि चाहिँ म हार्डकोर गीत एउटा नि बनाउँदिनँ भनेर बसिरहेको कि है फेब्रुअरीको लागि चाहिँ अहिले नै सरी भन्न चाहन्छु होइन फेब्रुअरीमा अब रिलिज हुन गइरहेछ मेरो 2-3वटा गीतहरू त्यसको लागि चाहिँ अहिले नै सरी भन्न चाहन्छु होइन त्यही हो गाइज के भन्छ च्याट त्यही हो होइन गाइज त फेरि भ्लगरहरूको होला होइन हेलो गाइज भन्ने फेरि हेलो गाइज फेरि भ्लगरहरूको होला अब यहाँ चाहिँ च्याट त्यस्तै छ दुःख सुख होइन भेनमको नि आउँदैछ नयाँ गीत होइन भेनमको नि आउँदैछ सोलो आउँदैछ यसले अस्ति पेन गेम भन्ने नि हानेको छ त्यो नि दामी लागेको थियो मलाई पेन गेम भन्ने त्यो गीत पनि सुनिरहेको हुन्छु म पेन गेमै होइन त त्यो लिरिकल भिडियोवाला एकचोटि भेनमकोमा नि गएर यसो लाइक साइक है च्यानलमा गएर बुद्धको त अब बुद्ध त अब चलपल भइहाल्यो बुद्ध चलपल छ अब बुद्धको छुट्टै चलपल भइरहेछ होइन मार्टिनको आउँदैछ होला भाइहरूको आउँदैछ आरजीको आउँदैछ कोल्याबहरू पनि छ एल्बममा अब ट्र्याक लिस्ट म छिट्टै रिलिज गर्छु ट्र्याक लिस्ट अनाउन्स गर्छु ट्र्याक लिस्ट अनाउन्सको पनि स्ट्रिम हान्नुपर्छ क्या हो च्याट वाट्सअप त्यही हो एल्बम अनाउन्स हान्छु एल्बम अनाउन्स हाने अब ओला बेबी हो कि क्या के सबले स्पेम हान्नु पऱ्यो एक लड ल ओला हान्दा रहेछ ल ओला बेबी बुद्ध त सुतिसक्यो होला होइन बिहान छिट्टै उठ्छ केटो याबी बुमराङ मैले सुनिसकेँ यार मैले अस्ति नै त्यो रिलिज भए बेलै सुने राम्रो हान्छ त्यसले नि अब एल्बम पछि हुन्छ है सोहरू अब Jan 31 चाहिँ आउँदैछु म लेभल्स पोखरा म चाहिँ पढाइ भइदिरहेको त्यो के भन्नु Jan 31 चाहिँ लेभल्समा हुँदैछ सो होइन अब यो एल्बमको खासै गीतहरू रिलिज भएको छैन नत्र हानिदिन्थेँ मैले त्यहाँ अब ठिकै छ रमाइलो गर्नुपर्छ विकेन्डमै छ क्यारे होइन फ्राइडे छ कि स्याटरडे छ फ्राइडे स्याटरडे कहिले छ पोखरामा पोखरेली गाइजहरूलाई चाहिँ इन्भिटेसन छ है आउन त आएर हुन्छ पोखरालाई नि धेरै धेरै माया छ होइन त्यही हो मुमे रखे ब्लेड गर्दै नै मम्बल अब होइन फेरि अब मैले मम्बल हाने नि खतरै मम्बल हान्छ क्या त्यही हो टेन्सन मैले होइन त्यही हो क्या फेरि अब किन फेरि होइन
जिस्क्या नि फेरि म चाहिँ यार सिरियसली लिएला होइन अब केही गरी मम्बल हान्नु पऱ्यो भने खत्रै मम्बल हान्छु क्या म चाहिँ फ्युचर यङ थक टाइपको हुन्छ नि ट्र्याप पुरै होइन पप हान्नु पऱ्यो भने फेरि म चाहिँ पप जान्छ बाई चोइस हो है मेलोडी नगरेको चाहिँ मैले पहिल्यैदेखि म हार्डकोर हिपहप फ्यान भएर हो म पनि आफै म चाहिँ पहिल्यै त्यस्तै त्यस्तै गीत सुनेर हुर्केर हो खासमा चाहिँ मलाई अलिकति न्यु स्कुल न्यु ट्रेन्डको झ्यापझुप हामफाली हान्न मन लाग्दैन ड्रिल पनि म एकदम पछि गरे हो रावण मेरो फर्स्ट होला ड्रिल त्यो पनि मैले नगर्ने भन्दा भन्दै गरे हो क्या त्यो ड्रिल पनि हाइपमा के गर्नु भनेर सोचिरहेको मलाई चाहिँ त्यस्तो लाग्छ है किनकि मेरो लेन छुट्टै छ नि त त्यो हिसाबले भने मैले चाहिँ होइन मेरो कुराहरू सुनिरहेछ नि सुनिरहेछ भने ल यसो हात उठाएर इमोजी हान्यौँ है कि म मात्र पेत्र पेत्र हो मम्बल पनि खतरै है पहिला चाहिँ अब अलि म अलिकति उयो नै गर्थेँ कि मलाई फर्स्टमा चाहिँ लुगेन बिच दाइले भनेको थियो कि मिगोजहरू सुन्छ कि सुन्दैन तिमीले पहिला मिगोजहरू त्यति बेला भर्खर निस्किन लागेको थियो कि के थियो अनि सुन न उनीहरूको नि खत्रै लाग्छ मलाई मेलोडीहरू भन्थ्यो क्या दाइले हुन्छ नि अनि त्यो लुगेन दाई झन् हार्डकोर हिपहप हो क्या हार्डकोर भन्नु नि एकदम लुगेन दाईको गीतहरू पहिला तिमीहरूले हेरेको छ कि छैन एकदम डार्क डार्क हुन्छ क्या दाइको लिरिक्स बिटहरू त्यस्तै होइन त्यस्तो मान्छेले मलाई अनि मिगो सुन मेलोडीहरू यताउता भनेर पहिल्यै भने हो क्या 2014-15तिरै भने हो कि मैले तर सुनेन क्या त्यही हो म अहिले को सुन्छु भने मलाई न्यु स्कुल ट्र्याप न्यु ट्र्यापमा म फ्युचर यङ थक सुन्छु होइन मलाई अनि लिल बेबीहरू सुन्छु म टाइममा त्यसपछि लिल डर्क हो मलाई सबभन्दा मनपर्ने अलि न्यु स्कुल मेलोडी खेलाउने त्यसले बवाल हान्छ है फ्री डर्क अनि त्यही हो ल हात उठिरहेको छ ल सही हो ल कार्डी पनि सुन्छु तर त्यसको चाहिँ अलिक बुझ्दिनँ म अझै कार्डी पनि सुन्छु त्यसको भोकल चाहिँ त्यसले खत्रै खेलाउँछ त्यो टाइमलेस भन्ने गीत सुन्छु त म टाइमलेस त्यो गीत दामी लाग्छ मलाई फोर ब्याट्सहरू मेलोडीमा त्यस्तो विकेन्ड त भइहाल्यो होइन विकेन्ड त अब प्रपर भयो मेलोडी बार पनि झारिरहेको हुन्छ त्यसले टाइममा त्यही हो अब फेरि मेलोडी झारेर धेरै मेलोडी भयो भन्न चाहिँ पाउँदैन होइन अब आउन सक्छ मेलोडी न्यु स्कुल न्यु ट्र्याप एल्बममा छ न्यु स्कुल ट्र्यापहरू छ अलि हार्डकोर ट्र्यापहरू पनि छ हेभी त्यस्तो हेभी त छैन तर ठिकै टाइपको होइन त्यही हो बोल्दै थाक्दो रहेछ यार को बोल्ने हो तलबिन्दर हो क्या अब तलबिन्दर के अरे त्यसको कुन गीत छ नि त्यो भाइरल भएर अहिले खुब भाइरल त्यसको फेस रिभिल भएर सबैलाई साउट आउट त्यो छ त एउटा पन्जाबी सिङ्गर त्यो फेस पेन्ट लाउँछ नि सुनेको छैन सिङ्गर हो त्यो ऱ्यापर त होइन जस त्यो रिल्समा जबरजस्ती आइरहेछ कि त्यसको फेस उयो के यसले मुखै देखाउँदैन के वाइल्ड यो मेरोमा आएको आइज क्या यो यसको मुख दिशा पटानी गर्लफ्रेन्ड बनाएर नि त अनि फेस रिभिल भएछ त्यो हिरोनी सँगै हिँड्दो रहेछ आजकल अनि त्यसको आएको है गर्छ भने त्यही हो डिभाइनको पनि नयाँ एल्बम खत्रै लागेको छ खै मान्छेलाई चाहिँ अलिकति अब त्यही हो कि हार्डकोर हिपहपमा चाहिँ भन्नै पर्छ होइन अब त्यो रमाइलो हिसाबले नि सुन्न सक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अनि तिमीहरू पनि एभ्री ट्र्याकमा डिस हुन्छ सर्ट हुन्छ भनेर कुरेर बस्छ क्या खासमा चाहिँ त्यो हो मेन प्रब्लम चाहिँ लियो भने त कति हुन्छ मैले अरूको गीत यिनीहरूकै गीत सुनेर मलाई हाने हो कि क्या हो जस्तो लाग्छ कहिले काहीँ मलाई त्यसले लियो भन्ने कुरा हो तर यस्तो हो के भन्छ जस्तै त्यस्तै गीतहरू पनि अब एक्लै भएको बेला नि सुन्न मिल्छ नि त एनर्जीको लागि होइन अलिकति अब रमाइलो गर्ने बेला त सुन्न मिलिहाल्यो
अलि उफ्रिने टाइपको गीतहरू एग्रेसिभ गीतहरू होइन चिल गीतहरू चिल बसेको बेला सुन्न मिल्यो त्यसरी सुन्नुपर्छ अलिकति वर्ड प्लेहरू त हेर्ने हो नि कस्तो खाले यसको कस्तो खाले लिरिसिजम छ भनेर हेर्नेहरूले त्यसरी हेर्ने हो अनि यसलाई नै भने हुनुपर्छ भन्ने टाइपको चाहिँ हुँदैन एभ्री लाइनमा त कहाँ मलाई अब कहाँ चाहिँ होइन अब बारहरू खतरा लाग्छ एउटा भन्यो नि ए यसलाई भनेछ भनिदिन्छ अनि कमेन्टभरि त्यही होइन त च्याट होइन च्याटहरूले रिप्लाई दिनु पऱ्यो क्या त्यहाँ हाम्रो अलिकति विक देखिरहेको छ है म यसो हेरिरहेको छु